गुड मर्निङ फ्रम नागथली। हामी चाहिँ अब जहिले दुईजना एक्लै हुन्छौँ। नागथलीबाट तारुची पिक जान थाल्यौँ होइन। सबले छोडिदिन्छ कफी सफी खाएर फ्रेस भएर अब चाहिँ तारुची पिक जान थालिरहेछौँ। ए दुईजना पुरै ब्लू भएर बसिरहेको छ आज। बिग भएको चिसो छ, हिउँ चाहिँ परेको छैन गाइजहरू होइन। मौसम चिसो छ, त्यस्तो खुलेको छैन। एज यु क्यान सी घाम लागिरहेछ। यता हिमालहरू थियो छोपेको छ र हामी बसेको होटेल चाहिँ यो हो। गाइजहरू यता आएर बस्न मिल्छ होइन। यहाँ छ फेमसवाला चाहिँ यो प्याक लास्टै त्यहाँ छ। हिमाल चाहिँ पछाडि देखाएको छ उतापट्टि साइडमा चाहिँ। सो गाइज ल उता गएपछि देखाउँछु है। हिमाल बाल देखाएको छ उता चाहिँ। ल बाई। मान्छेले गरेर हामी आधी बाटो रङ आयौँ। अहिले हेर लाज नपचाएर त्यो बाटो होइन। अनि ऊ माथि गुम्बा चाहिँ गयौँ हामी। तर कति न आफूलाई यहाँ भोक लागिसक्यो। यो बाटो होइन बिग्बै त्यो दाईहरू उताको बाटो गाह भनेर मैले भनेको होइन। यो भनेर पछि आऊ भनेर अहिले एक्लै बाटो पछि आऊ भने आफूलाई यहाँ गर्मी भइसक्यो कस्तो धेरै। नाक पनि दुखिसक्यो। तुम्बा खाएर हिजो यो आँखा र टाउको दुखिरहेको यहाँ झन् मोटाएछु म। बिग बोय म मोटाएछु म। देखिँदैन। गाइज फाइनली ब्याक टु नागथली फ्रम टापुचे पिक। हामी चाहिँ 2 घन्टाको बाटो आधी घन्टामा पुग्यौँ होइन। द्याट्स मिन हामी चाहिँ गएनौँ किनभने जाँदै हुस्सुहरू लाग्यो। पुरै भ्यू पुरै छोपियो। अब हामी चाहिँ आज एक दिन यहीँ बस्ने भएर हामी फर्किहाल्यौँ होइन। भोलि चाहिँ हामी 4 बजे चाहिँ हिँड्ने हो। त्यहाँको लाङटाङ रेन्जहरू गोल्डन आवर सनराइज दामी देखिन्छ अरे। हामी चाहिँ आलाङटालाङ गरेर त्यस्तै 6-7 बजी हिँडेको। तर त्यतिखेरसम्म चाहिँ पुगिसक्नु पर्ने रहेछ होइन। पुरै 6-7 बजे त फर्किनु पर्ने रहेछ। सो हामी चाहिँ अब भोलि जान्छौँ किनकि आज हामी यहीँ बस्ने हो दिनभरि होइन। हामीसँग टाइम छ भोलि बिहान जाने अनि फर्किने। सो गाइज अहिले चाहिँ हामी यहीँ फर्केको। अहिले अब हामी चाउचो पकाएर खान्छौँ। यो एउटै हो सेट सबै होइन। ठुलो छ त किन त्यो सानोमा कफीको लागि पकाउनु पानी उमाल्नु अनि ठुलोमा चाहिँ चाउचाउ। यो एकैचोटि सबै सेटै किनेको हो अनि आधी मुन्नासँग थियो आधी त्यो एउटा चाहिँ मसँग थियो कि स्टोभ राख्नु चाउचाउ देखाउँछु अब खानेकुरा देखाउँदै बस्छु। खाँदैछ म देखाउनु त के खाएको अल इन वान है। कति मिनट छ नि मान्छे ब्याग राखेको हावा छेक्नलाई। यहाँ पानी उम्लिँदैछ कफीको लागि। बस्नु न। कफी खाने हो फर्स्टमा त्यसपछि चाउचाउ खाने हो। भरिहाल्छ अलि सुपलाई गर न। मेनै सुप हो अब खानु। ल पानी एकछिन उमाल्नु दियो। छोप्ने छैन। छोप्ने कहाँ छ? त्यही पखाल्छु। ए त्यही पो छोप्ने।
यो त झोल अहिले हाल्ने होइन होला कि होइन अहिले हाल्दा यो त्यत्रो चौचो खाने मान्छे नि अहिले हाल्ने होइन के हो पछि हाल्ने होला नि त्यो त त्यो वाला चाहिँ तर हटपटमा त त्यो अब त्यो हाल्छ र अहिले किनभने यो वाला चाहिँ खाएको छैन नि अब त हाल्दा हुन्छ उम्लिसक्यो होइन होइन त्यो रातोवाला चाहिँ भनेर एकछिनमा हाल्दा हुन्छ चलो चलो नाकमा कस्तरी पस्यो नि त एकैचोटि हाल्ने यो किन्नलाई सबजना फोटो खिच्न फोटो पिरो हो पिरो छ रहेछ खाए ल मलाई दाइको चाहिँ राम्रो आएला किनभने अब हामी फोटो खिच्न जाँदैछौँ ऊ त्यहाँ हिमाल देखिने गरी त्यहाँ एउटा कटेज जस्तो छ ऊ त्यहाँ अनि त्यहाँ एउटा पोखरी कि आल जस्तो छ त्यहाँनिर यो होटेलमा बसेको यो होटेलमा चाहिँ दाइ पनि राम्रो हुन्छ खानेकुरा पनि मिठो मिठो पाउँछ अनि हामी चाहिँ त्यहाँनिर एउटा सानो पोखरी जस्तो छ त्यहाँनिर खिच्न थालेको भोलि फेरि हामी 4 बजी निस्किने हो माथि जानको लागि पिक पोइन्टमा भ्यू हेर्नको लागि अहिले चाहिँ हामी उता खिच्ने हो यो कटेजको ठ्याक्क राम्रो आउँछ कि अनि उता पोखरी छ नि त हिमाल र पोखरी कस्तो दामी देख्छ मेरो बिग बाइलाई चाहिँ गोठाल जस्तो देख्यो अरे छैन देखेको आऊ यो त जहिले लुगा यस्तो ल्याउँछ त ट्रेकवाला सुगर कहिले बोकेर ल्याउँदैन अनि ह्यान्डसम देखाएको छ नि ह्यान्डसम तकले बिग बाई देखाएको छ नि यता हेर्नु त बिग बाई बस स्माइल दिनु न निदा नखुम्चाइ अब दिनु अब हामी मस्तले निन्द्रा सुतेर एक निन्द्रा सुतेर भात खाएर अनि चिया पाउडी जिन्जर टी खाँदैछु अरूले चाहिँ मिल्क टी पाउडर टी बिस्किट हालेर रहेको यहाँ सार्दैछन् फोटो आफ्नो सम्पत्ति लाँदैछन् फेरि चौचो पकाएर खाँदैछौँ यसमै हालिदिनु न मेरो पेट फुलेर अहिलेको भान्जी चाहिँ जिम्दाई अब हामीसँग 3टा छ म चाहिँ मोजा लाउँदैछु त्यो रातो मोजा चिप्ले गऱ्यो कि यो कति मिठो छ तर पेट दुख्छ र मात्रै हो लास्टै मिठो लाग्छ मलाई त्यो मैले अघि कस्तो पेट फुलेर खानै नसकेर त्यो हालेको खायो भनेर होटेल चाहिँ हो है हामी बसेको सबसे फर्स्टमा त्यहाँबाट आउन बित्तिकै यो एउटा होटेल देखिन्छ अनि यो एउटा होटेल देखिन्छ हामी चाहिँ यसमा बस्यो हो फर्स्टमा चाहिँ हामी त्यहाँनिर सोध्न गएको थियौँ जुन चाहिँ त्यो फेमसवाला हो यो सोध्न गएको थियौँ तिब्बत भन्छ नि त्यो तिब्बत हाउस थियो तर हामी चाहिँ यहाँ बसेको नागथली अल पिक भ्यू गेस्ट हाउसमा यहाँ चाहिँ अहिले हामी एक्लै हामी मात्रै छौँ है हाम्रो ग्रुपमा चाहिँ चिल छ यहाँको दाइ चाहिँ एकदम चिल छन् जे भन्ने पनि हुन्छ भने पकाइदिनुहुन्छ है यहाँदेखि यताबाट आउँदा पकाइदिनुहुन्छ है सिरक डस्न नपुगिकन सबै थपिदिनुहुन्छ सो सबैजना फेमसको पछि भन्दा पनि होइन सबैतिरको सर्भिस अलि सबै एउटै त हो सर्भिसहरू यतातिर होइन सबै हो एउटै हो एकदम दामी लाग्छ कि मलाई चाहिँ फर्स्टमा आउँदाखेरि एकदम बबाल कि सानो चिटिक्क छ है दामी लाग्यो हामीले फर्स्टमा हेरेको यही हो तर हामीले फोन गरेर त्यहाँनिर भनेको थियौँ लास्टमा त्यहाँ दिइसक्यो अर्कै भाइलाई भने अनि फेमसमा झन् सर्भिस राम्रो हुँदैन कि है फेमसमा झन् सर्भिस राम्रो हुँदैन नि त्यो यहाँनिर ठिक्क छ कि फेमसमा झन्
नेग्लेक्ट गर्छ क्या धेरै मान्छे भएपछि जसरी नै आइहाल्छ भनेर यहाँ चाहिँ एकदम चिल्ड्रेन के रमाइलो छ यहाँ चाहिँ हुक्का पनि पाउँछ अरे अहिले रिसेन्टली छैन पछि लिएर आउने भनेर छ नि अम्लेट हालेर र गाइज ल हामी चाहिँ अब तारुचे पिक जाँदैछौँ बिहान 4 बजे ट्याक्क लाएर सबै टोलीहरू भ्यू हेर्नको लागि तारुचे पिक जाँदैछौँ ल है तेरिका टल्के गाइजहरू ल फ्ल्यास बालेर ट्याक्कै लाएर तारुचे पिक फाइनली तापुचे पिक आइपुग्यो आफ्टर 2 hours अफ हाइक 2 घन्टा नै ननस्टप हिँडेर आइपुग्यो तापुचे पिक दिस इज द पिक small icy pick view but oh my god OMG दामी क्यामेराले जस्टिस गर्दैन बिग बोय कालो माने खिच्नु होला नि मान्छे नि कालो दामी यहाँले हामीले फोटो खिचिसक्यौँ हिमाल चाहिँ कति दामी देख्दो रहेछ ओहो अनुहार त पुरै झर्ला जस्तो चिसोले आँसु आएर घाम पनि ऊपर आइसकेको छ अब सब जाने भनेर है हात त झर्ला जस्तो भयो आँसु आएर सब फोटो खिच्यौँ हिउँ चाहिँ यही हो शीत मात्रै केही पनि छैन हिउँको कुनै ठाउँमा आइस छ नभए सबै यस्तै हो ब्याग बोकेर रेडी भइसक्यो सबैजना ब्याग बोकेर सब रेडी मेरो बोकेर हात चिसो चिसो हामी 3 जना केटा खिचौँ त के हो यो ए भिडियो अब हामी जान आँटेको 9 बजिसक्यो है अब हामी निस्किन थालेको 2 जना केटा खेलेपछि 2 जना कस्तो के भन्छ 3 जना केटा खिचेपछि 2 जना केटीको पनि खिच्नुपर्छ साथी हाम्रो नि त खिच्नु पर्यो नि त नि कस्तो सेप बादल जस्तो सेप भइरहेछ यतातिर घाम नलाग्नु भएर होला फाइनली हामी चाहिँ तारुचे पिकबाट फर्क्यौँ होइन तारुचे पिक चाहिँ हामी तारुचे पिक चाहिँ 4 बजी हिँडेको थियौँ 2 घन्टामा पुग्यौँ होइन म्याक्सिमम लागे 2.5 घन्टा न त मिनिमम 2 hours अहिले पेस हुनेलाई 2 hours लाग्छ भ्यू एकदम बब्बाल 360 डिग्रीको भ्यू छ होइन तिमीलाई कस्तो लाग्यो अरे मलाई मजा आयो मेरो अम्ला अझै पनि चिसो छ अनि खुट्टा टन भयो के भयो यहाँनिर हो त्यही भएर होइन दामी छ अहिले नागथली हाइटमा आइरहेछ हाइटमा आउनु नि रिजन चाहिँ रहेछ होइन तर नागथलीमा बस्यो भने मात्रै चाहिँ
खासै त्यस्तो मजा आउन तारुजी पिक चाहिँ गर्नु जानै पर्छ। सो 6-7 बजे पिक जान्छु भनेर चाहिँ उठ्नुभयो भने चाहिँ तपाईँले भ्यूहरू मिस गर्नुहुन्छ होइन। 7 बजे त फर्किने हो। फर्किने प्रायः यहाँ चाहिँ मान्छेहरू चाहिँ एक रात नागथली बसेर भोलिपल्ट फर्किने हिसाबले आउनुहुन्छ होइन। हामी चाहिँ 2 नाइट 3 डेजको लागि आएको हो। अनि हिजो चाहिँ हामी बस्ने नै हो भनेर चाहिँ आलाङ टालाङ गरेर होइन 7 बजे 6-7 बजीतिर निस्केको। तर हामी आधी बाटोमै फर्क्यौँ होइन, मान्छेहरूले नजानु हुसुसुसु लागिसक्यो केही देख्दैन भनेर। सो अब हामी त हिजो बस्यौँ, त्यही भएर बिहानै आज चाहिँ 3 बजे उठेर फ्रेस भएर 4 बजे हिँडेको। 6 बजे पिक पुग्यौँ। पिकमा पुगेपछि चाहिँ वाउ 360 तर हिजो दामी। हामीले त्यो ग्यासमा चाउचाउहरू पकाएर खाएको मजा आयो नि त डाँडामा होइन। चाउचाउ तर हिजो टाइम स्पेन्ड वेल। सो जो चाहिँ आउनुहुन्छ तारुची पिक चाहिँ गर्नु होला, हिमाल माउन्टेन रेन्जहरू दामी गर्नु होला। अहिले चाहिँ हामी फर्किँदैछौँ, हाम्रो टोलीहरू चाहिँ त्यहाँ छौँ होइन, बिस्तारै बिस्तारै जाँदैछौँ, लट्ठी बाँचिरहेछ। त्यही हो सी यु गाइज। अब तल खुट्टा चस्चस दुखेरै हाम्रो टोलीहरू फर्किरहेछौँ होइन। यहाँ चाहिँ चाइनिज टाइमले चाहिँ लास्ट झुकाउने रहेछ कि हामीलाई होइन। हामी माथि 6 बजे पुगेको, चाइनिज टाइमले चाहिँ 9 बजे भनेर चाहिँ 9 बजे हतार फर्केको 7 बजिरहेको रहेछ कि खासमा। जोस् यहाँ चाहिँ चाइनिज टाइम चाहिँ आउँछ होइन, चाइना बोर्डर नजिक भएर। सो अलिअलि जमेको बरफहरू पनि छ, यही हो अब। भनिसकेँ। उतै आएर हेमक हामी निस्केको 2 दिनको हाम्रो नागथलीको टुर सिधै सबजना लागि पऱ्यो निस्केछन् हो। एउटा चुच्चो मात्रै देखाएको थियो, आज सबै देखाएको छ, त्यो पनि देखाएको छ। अलि भरे क्लियर भयो भने त झन् धेरै देख्ने हुन्छ। सो हाम्रो नागथलीको ट्रेकिङ एन्ड टुर चाहिँ यही हो। अब अर्को भिडियो मेटाउन बाई 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 बाई। खोइ कस्तो नसुनेको बाई गर्नु न। बाई। Hey! उडा पनि आउँदैन। के भइरहेछ यहाँ? नर्देबेसी भने उठाएन। हामी जुन ठाउँमा आइसक्यौँ अब बाइकको त्यहाँ हामीले यता नरम आमाकोमा राखायो। यो दाइहरूले चाहिँ छुच्ची आमाहरूकोमा राखायो। त्यहाँनिर त्यो टी सप भनेकोमा चाहिँ 1 नम्बरको छुच्ची छ, नराख्नु। यता चाहिँ चिया खायो भने बाइकको पैसाहरू पनि खासै लिनु हुँदैन अरे। अहिले चाहिँ अब चिया हो मगाउँदै गरिरहेको हो। जिम्दाई खोइ हामीलाई चाइनिज किनिम। यसरी माथि यतापट्टि स्याप्रो बेसी है, यो स्याप्रो बेसी खानालाई। अनि मैले देखेँ आउँदा आउँछ, त्यही भएर कस्तो ठ्याक्कै तपाईँले ग्रिन लान्छ पिङ्कवाला, मैले पिङ्क लान्छ ग्रिनवाला। 3 बडीगार्ड हमारा।